हेलो गाइस, स्वागत छ तपाईँलाई आजको एउटा नयाँ भिडियोमा। र आजको यो भिडियोमा चाहिँ एकाउन्टको हामीले चाहिँ 8 मार्क्समा आउने सबै न्युमेरिकल क्वेसन्सहरूको चाहिँ फुल फर्मेट डिस्कस गर्दैछौँ है। र यो भिडियो धेरै लामो पनि हुनसक्छ, तर चाहिँ यो भिडियो एकदम गेनफुल हुनेवाला छ के। ओके, यो एकदम वान सर्ट भिडियो हो, यो फर्मेट वाइज मात्र हो है। अनि यसमा आइटमहरूको बारेमा पनि म कुरा गरिदिन्छु है। त्यसै गरेर सबैभन्दा सुरुमा 8 मार्क्समा आउने सबैभन्दा पहिलो क्वेसन भनेकै इन्कम स्टेटमेन्ट हो। एमा हुन्छ एउटा एनएफआरएस, एउटा हुन्छ मल्टी स्टेप इन्कम स्टेटमेन्ट। त्यसै गरेर सबैभन्दा एमा चाहिँ सुरुमा के गर्ने भन्दाखेरि चाहिँ मैले चाहिँ रेकमेन्डेड गर्ने भनेको मल्टी स्टेप इन्कम स्टेटमेन्ट हो है। र यसको गर्ने तरिका पनि मैले भनिदिन्छु। अब क्वेसन गरेर चाहिँ म सल्युसनको भिडियो एउटा ल्याउँला बरु, तर चाहिँ यो यसको चाहिँ अहिलेको यो भिडियोमा चाहिँ म सबै 8 मार्क्समा आउने सबै फर्मेटहरू, जस्तो यो इन्कम स्टेटमेन्टको फर्मेट भयो, त्यसको चाहिँ ब्यालेन्स सिटको फर्मेट, एनएफआरएसको बनाउँदिनँ है मैले, ब्यालेन्स सिटको फर्मेट, त्यसपछि चाहिँ हाम्रो यो क्यास फ्लो स्टेटमेन्ट डाइरेक्ट मेथडको, अनि त्यसपछि फेरि इन्डाइरेक्ट मेथडको, त्यसपछि चाहिँ हाम्रो चाहिँ कस्ट सिटको र कस्ट सिट र टेन्डर सिट सबैको चाहिँ एमा चाहिँ यो भिडियोमा समग्र रूपमा चाहिँ सबैको फर्मेट चाहिँ म डिस्कस गर्छु। 1 आवर पुग्यो नि 2 आवर पुग्यो नि यो भिडियो चाहिँ कम्प्लिट हेर्नु होला है, स्किप गरेर हेर्नु। एउटा चाहिँ फुल अरे 1.25x 1.5x गएर हेर्नु, तर चाहिँ यो भिडियो फुल हेर्नु होला है। र सबैभन्दा सुरुमा मल्टी स्टेप इन्कम स्टेटमेन्टको सबैभन्दा सुरुमा हामीले लेख्ने भनेको सेल्स रेभिन्यू है। ओके, सेल्स रेभिन्यू लेखिहाल्ने। अनि यो सेल्स रेभिन्यू लेखिसकेपछि चाहिँ हामीले यसमा चाहिँ कस्ट अफ गुड्स सोल्ड घटाउनुपर्छ। हामीले चाहिँ यसमा चाहिँ कस्ट अफ गुड्स सोल्ड चाहिँ घटाउन पर्छ। कस्ट अफ गुड्स सोल्ड है, कस्ट अफ गुड्स सोल्ड चाहिँ घटाउनुपर्छ। अब यो कस्ट अफ गुड्स सोल्डमा चाहिँ जस्तो यो त हाम्रो भइहाल्यो होइन। अब यो कस्ट अफ गुड्स सोल्डमा के कुराहरू जान्छ भनेर चाहिँ आउँछ क्वेसन दिमागमा। एउटा हुन्छ तिम्रो यहाँ पर्चेज है, एउटा हुन्छ तिम्रो यहाँ क्यारिएज होइन, फ्राइट है। अनि क्यारिएज अन पर्चेज, फ्राइट अन पर्चेज भन्ने चाहिँ यसमा जान्छ। अनि यसमा अरू कुन जाने भनेको कस्टम ड्युटी है, कस्टम ड्युटी। अनि अर्को राखिदेऊ वेजेस पनि राखिदेऊ। ओके, वेजेस राखेपछि चाहिँ यहाँ चाहिँ के गर, लेस क्लोजिङ स्टक इफ एडिजे भनेको एडजस्टमेन्टमा भयो भने मात्र यहाँ लेस क्लोजिङ स्टक गर्ने हो। यदि चाहिँ है यहाँ नोट हेर, यहाँ के गर भन्दाखेरि चाहिँ क्लोजिङ स्टक चाहिँ ट्रेडिङमा को डेबिटमा दिएको छ भने चाहिँ एमा बहुत धेरै मिस्टेक गर्छन् के। ट्रेडिङको डेबिटमा दिएको पनि क्लोजिङ स्टक चाहिँ हामीले एमा पनि राख्छौँ, अनि के भन्छ ब्यालेन्स सिटमा लगेर पनि राख्छन् कि। तर चाहिँ यो क्लोजिङ स्टकको ट्रेडिङमा डेबिट एकदम हाम्रो ट्रायल ब्यालेन्समा दिएछ भने चाहिँ यो केमा मात्र जान्छ, करेन्ट एसेट्समा मात्र जान्छ। यहाँ यसको एन्ट्री हुँदैन है, यहाँ लेखिदिने इफ एडजस्टमेन्ट, यो कुरा ध्यान दिएर लेख्ने है। अनि यहाँ एड गर्ने यसलाई चाहिँ है। त्यसपछि यहाँ चाहिँ लेस गरेर चाहिँ यसलाई चाहिँ यहाँ गएर चाहिँ लेस गरिदिने है। त्यसपछि चाहिँ हाम्रो आउँछ, यसको नाम चाहिँ के हुन्छ, ग्रस प्रफिट हुन्छ। ओके, ग्रस प्रफिट हुन्छ। यसपछि चाहिँ यसमा हामीले गर्ने भनेको एड अदर इन्कम हो है। एड अदर इन्कम, अदर इन्कममा चाहिँ हामीले के गर्ने हो भन्दा यसमा इन्ट्रेस्ट रिसिप्ट, इन्ट्रेस्ट, कमिसन, डिभिडेन्ड है, यसलाई चाहिँ रिसिप्ड, यिनीहरू सबै रिसिप्ड हुन्। ओके, अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कहिलेकाहीँ है हाम्रो इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट के होइन, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट जस्तो मानौँ है, जस्तो मानौँ हाम्रो इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट जस्तो हेरौँ यहाँ, जस्तो हाम्रो यहाँ 10% है इन्भेस्टमेन्ट भनेर दिएको छ है। 10% इन्भेस्टमेन्ट भनेर चाहिँ यो दिएको छ 10,000 है। 10% इन्भेस्टमेन्ट भनेर कति दिएको छ, 10,000 दिएको छ। अनि चाहिँ हाम्रो चाहिँ यो जुन हाम्रो ट्रायल ब्यालेन्स छ नि, ट्रायल ब्यालेन्समा चाहिँ हाम्रो के दिएछ, इन्ट्रेस्ट रिसिप्ट भनेर चाहिँ यो हाम्रो कति मात्र दिएछ भन्दाखेरि चाहिँ 500 मात्र दिएछ। ओके, अब यही बेला चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ 10,000 को 10% कति हुन्छ, 1000 हुन्छ। तर हाम्रो ट्रायल ब्यालेन्समा कति मात्र देखाएको छ, 500 मात्र देखाएको छ। भने चाहिँ हामीले 500 त अझै पाउनु पर्ने छ भने यहाँ चाहिँ आउटस्ट्यान्डिङ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट पनि जान्छ, इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट पनि जान्छ है। यसमा जान्ने भनेको यति मात्र हो। ओके, यसलाई एड गरिदिने अनि यहाँ हाम्रो आउँछ यो। ओके, यति कुरा चाहिँ जान्न पर्यो है, यति कुरा चाहिँ जान्न पर्छ। ल यसपछि चाहिँ यति आइसकेपछि चाहिँ यहाँ चाहिँ के गर्ने हो भन्दाखेरि चाहिँ
अपरेटिङ एक्सपेन्सेसलाई लेस गरिदिने, अपरेटिङ एक्सपेन्सेसलाई लेस गरिदिने। यसको हेडिङ हुन्छ ए र बी भनेर हेडिङ हुन्छ। एउटा हुन्छ सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस, डिस्ट्रिब्युसन एक्सपेन्सेस हुन्छ भने अर्को हेडिङको नाम चाहिँ हाम्रो के हुन्छ भन्दा अर्को हेडिङको नाम मैले यहाँ लेखिदिएँ अफिस एन्ड एडमिनिस्ट्रेटिभ है एक्सपेन्सेस यो हुन्छ। अब अफिसमा जाने भनेको के हो, रेन्ट हो, स्यालेरी हो हैन। अनि त्यसै गरेर चाहिँ हाम्रो अर्को के जान्छ भन्दाखेरि चाहिँ स्यालेरी हो। अर्को के जान्छ भन्दाखेरि चाहिँ हाम्रो यहाँ एक्सपायर्डका कुराहरू जान्छ है। अनि एडिसनलमा आउने मेन गरी डेप्रिसिएसनका कुराहरू जान्छ है। यिनीहरू कुराहरू चाहिँ एमा जान्छ है। स्टेसनरी भयो हैन, स्टेसनरी भयो। अनि यस्ता यस्ता कुराहरू चाहिँ एमा जान्छ। ओके। अनि अर्को चाहिँ एमा चाहिँ हामीले सेलिङ एन्ड डिस्ट्रिब्युसनमा ब्याड डेप्ट है, प्रोभिजन फर ब्याड डेप्ट, प्रुफ अफ ब्याड डेप्ट पनि जान्छ हैन। अनि सेलिङ एक्सपेन्सेस, सेलिङ ट्राभलिङ एक्सपेन्सेस जान्छ। अनि एमा मेन गरी एउटा कहिलेकाहीँ झुक्काउँछ के सेल्स कमिसन, यो पनि जान्छ एमा। अनि एमा मैले एउटा कुरा भन्न बिर्सेँ, एमा अर्को कुरा के जान्छ भन्दाखेरि चाहिँ सर्भिस रेभिन्यू पनि जान्छ है। एमा चाहिँ अर्को कुरा के जान्छ, सर्भिस रेभिन्यू पनि जान्छ। अनि अझ एउटा कुरा हुन्छ जसको नाम चाहिँ के छ भन्दाखेरि चाहिँ यदि चाहिँ ट्रायल ब्यालेन्सको क्रेडिटमा प्रोभिजन फर ब्याड डेप्ट छ भने चाहिँ यहाँ पनि जान्छ है, क्रेडिट साइड प्रोभिजन अफ ब्याड डेप्ट है, यो पनि जान्छ है। यति कुरा चाहिँ ध्यान दिन पऱ्यो। यति स्टेसनरीहरू एमा गयो कि स्टेसनरीहरू यतिमा गएपछि भनेपछि त हाम्रो चाहिँ यहाँ टोटल आयो। यहाँ टोटल आएकोलाई चाहिँ के भनिन्छ, यो अलिक रफली भयो बुझ है। तर योलाई चाहिँ हामीले के भनिन्छ भन्दाखेरि चाहिँ यसलाई हामीले भनिन्छ फन्ड फ्रम अपरेसन है, फन्ड फ्रम अपरेसन भनिन्छ है। यसलाई चाहिँ हामीले के भनिन्छ, फन्ड फ्रम अपरेसन भनिन्छ। फन्ड फ्रम अपरेसन त हामीलाई भनियो। अब त्यसपछि चाहिँ हाम्रो गर्ने चरण चाहिँ फरक छ क्या, अलिकति चाहिँ हाम्रो यो अब गर्ने चरण चाहिँ फरक छ। अब फरक छ भनेपछि चाहिँ फन्ड फ्रम अपरेसन आयो भनेपछि अब हामीले यहाँ गर्छौँ लेस इन्ट्रेस्ट एक्सपेन्सेस। यसलाई चाहिँ इन्ट्रेस्ट दिएको हुन्छ, त्यसलाई चाहिँ हामीले एक्सपेन्सेस गरेर एक्सपेन्सेसलाई हामीले लेस गरिन्छ क्या यहाँ हैन। अब यो इन्ट्रेस्टको बारेमा पनि ध्यान दिऊ। हामीलाई चाहिँ कहिलेकाहीँ के भनिदिएको हुन्छ भन्दाखेरि ट्रायल ब्यालेन्समा 10% डिभेन्चर भनिदिएको हुन्छ। अनि यहाँ चाहिँ 1 लाख भनेर दिएको हुन्छ ट्रायल ब्यालेन्समा है, ट्रायल ब्यालेन्समा 1 लाख भनेर दिएको हुन्छ। तर चाहिँ हाम्रो डेबिट साइडमा इन्ट्रेस्ट अन डिभेन्चर भनेर 5000 मात्र देख। अब भने 1 लाखको 10% 10,000 हुन्छ। तर चाहिँ हाम्रो के मात्र देखाएको छ, 5000 देखाएको छ भने चाहिँ 5000 पनि त दिन पऱ्यो हो। यदि म्याचिङ छ भने चाहिँ केही पनि गर्न पर्दैन है। तर चाहिँ यस्तो कहिलेकाहीँ झुक्काउनको लागि दिएको हुन्छ 1 लाखको 10% 10,000 हुन्छ। तर चाहिँ यहाँ कति मात्र छ, 5000 मात्र। त्यसपछि हामीले यहाँ पनि के गर्नुपर्छ, एड आउटस्ट्यान्डिङ इन्ट्रेस्ट भनेर जोडेर चाहिँ यहाँ समग्रमा लेखिदिनुपर्छ। ओके ल, यति भयो। यति भइसकेपछि हाम्रो 3rd नम्बरको एन्सर आउँछ। यसलाई चाहिँ के भन्छ, प्रफिट अथवा लस बिफोर ट्याक्स है, बिफोर ट्याक्स। ल ल अब एउटा कुरा ध्यान दिएर सुन। अब के कुरा भन भन्दाखेरि सधैँ प्रफिटको केसहरू इक्जाममा आउँदैन है, सधैँ प्रफिटको केस चाहिँ इक्जाममा आउँदैन। कहिलेकाहीँ चाहिँ लसको केस पनि आउँछ इक्जाममा हो। त्यो लसको केसमा चाहिँ हाम्रो इन्कम स्टेटमेन्ट यहीँ गएर सकिन्छ है। हामीले चाहिँ जुन कम्पनीले लस बियर गर्छ नि त्यो कम्पनीले ट्याक्स तिर्नु पर्दैन है। त्यही भएर चाहिँ यहीँ गएर चाहिँ त्यो कुरा सकिन्छ र हाम्रो यही नै के हुन्छ, लस अफ अपरेसन भनेर हुन्छ। यहीँबाट सकिन्छ, उसलाई चाहिँ ट्याक्स तिर्न पर्दैन। ओके, यहीँबाट सकियो। हाम्रो यो फाइनल एन्सरै यही हुन्छ है, नेट लस हैन। त्यसपछि रिटेन अर्निङमा गएर चाहिँ यसलाई लेस गरेर चाहिँ हामीले डेफिसिट देखाउनुपर्छ। यति यो कुरा। ओके ल, अब प्रफिट त आहा, अब मान मैले धेरै क्वेसन त प्रफिटमै आउँछ है। प्रफिट यहाँ आइसक्यो। ओके, प्रफिट यहाँ आइसकेछ। ओके, यो प्रफिट आइसकेछ। प्रफिट आइसकेपछि चाहिँ अब हामीले के गर्छौँ, यहाँ ट्याक्स पेड, ट्याक्स तिर्दिन्छौँ। ट्याक्स तिर्देपछि चाहिँ हाम्रो यहाँ के आयो, नेट प्रफिट आफ्टर ट्याक्स आउँछ है, नेट प्रफिट आफ्टर ट्याक्स आउँछ। ओके, यसलाई चाहिँ हामीले नेट प्रफिट आफ्टर ट्याक्स हुन्छ। अब चाहिँ कम्प्लिट फर्मेटको भिडियो भनेछु भनेपछि त कम्प्लिट फर्मेट देखाउनु पऱ्यो। अब यो कम्प्लिट फर्मेट देखाउनलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि
अब यो जुन छ नि यसपछि हाम्रो एउटा हेडिङ हुन्छ, एउटा नाम हुन्छ जसको नाम चाहिँ के हुन्छ, नन कन्ट्रोलिङ इन्ट्रेस्ट भन्ने हुन्छ है। नन कन्ट्रोलिङ इन्ट्रेस्ट भन्ने हुन्छ यदि चाहिँ यो नन कन्ट्रोलिङ इन्ट्रेस्ट भनेर ट्रायल ब्यालेन्समा आयो है। नन कन्ट्रोलिङ इन्ट्रेस्ट यदि ट्रायल ब्यालेन्समा दियो भने यो कहाँ जान्छ, ब्यालेन्स सिटको रिजर्भ एन्ड सरप्लसमा जान्छ। ओके, रिजर्भ एन्ड सरप्लसमा जान्छ। तर चाहिँ यो एडिक्सनलमा दियो है, एडिक्सनलमा दियो भने चाहिँ यो केमा जान्छ भन्दाखेरि चाहिँ एउटा यहाँ मैले सिकाउँछु होइन, अनि एउटा चाहिँ के भन्छ, ब्यालेन्स सिटको रिजर्भ एन्ड सरप्लसमै जान्छ। एउटा मैले यहाँ सिकाउँछु, एउटा कहाँ जान्छ यहाँ। यसपछि चाहिँ यदि हाम्रो क्वेसनमा एडजस्टमेन्टमा आयो भने चाहिँ ट्रायल ब्यालेन्समा होइन, ट्रायल ब्यालेन्समा आयो भने डाइरेक्ट ब्यालेन्स सिटको रिजर्भ एन्ड सरप्लस लाइबिलिटी साइडको। त्यसपछि चाहिँ यहाँ चाहिँ के गरिदिने भन्दाखेरि चाहिँ प्रफिट एट्रिब्युटल टु गर्छन्। ओके, एट्रिब्युटल टु। अब यहाँ के गर, नन कन्ट्रोलिङ इन्ट्रेस्ट अनि यो नन कन्ट्रोलिङ इन्ट्रेस्ट ल मानौँ हामीलाई नन कन्ट्रोलिङ इन्ट्रेस्ट 10% दिएको छ, 10%। त्यसपछि एउटा बनाऊ यहाँ हेडिङ तल, अनर अफ द कम्पनी भनेपछि यो अनर अफ द कम्पनी हेर है, जहिले पनि हाम्रो पर्सेन्टेज कति हुन्छ, 100 हुन्छ। 100मा 10 नन कन्ट्रोलिङ इन्ट्रेस्ट हो भने चाहिँ कति 90%। भनेपछि अनरले कति खाँदो रहेछ, 90% खाँदो रहेछ भन्ने बुझियो। अब यो 10% के को र 90% के को भन्दाखेरि चाहिँ यो दुईटा चाहिँ हाम्रो के को हो, नेट प्रफिटको है। नेट प्रफिट हो भनेको चाहिँ अब हाम्रो 1 लाख नेट प्रफिट आएको छ भने चाहिँ 1 लाखको 10% कति, यहाँ हाम्रो 10,000 भयो है। त्यसै गरेर चाहिँ 1 लाखको 90% यहाँ कति भयो, 90,000 भयो। अनि दुइटै जोडेर हाम्रो कति नै हुन्छ, 1 लाख हुन्छ। यसलाई चाहिँ वर्गीकरण गरेको हो कि, बुझ्यौ नि। यति गरिसकेपछि चाहिँ हाम्रो एन्सर आउँछ। यति नै हो हाम्रो मेन इन्कम स्टेटमेन्टको फर्मेट। अब त्यसपछि जाउँ हामी ब्यालेन्स सिटको फर्मेटमा जाउँ। ब्यालेन्स सिटको फर्मेटमा जाँदाखेरि चाहिँ हाम्रो सबैभन्दा सुरुमा ब्यालेन्स सिटमा पार्टिकुलर्स एमाउन्ट भयो होइन। अब फिक्स एसेट्स लेखिदेऊ, अनि फिक्स एसेट्समै इन्टेन्जिबल एसेट्स पनि इन्क्लुड गरिदेऊ। फिक्स एसेट्स लेखिदेऊ, अब यहाँ भइहाल्यो होइन। त्यसै गरेर चाहिँ फिक्स एसेट्सको नाम चाहिँ मैले भन्न परेन, मैले भनिदिन्छु। ल्यान्ड एन्ड बिल्डिङ, मेसिनरी, त्यसमा डेप्रिसिएसन घटाएर यहाँ नेट लेख है। त्यसपछि चाहिँ हाम्रो यहाँ आउँछ इन्भेस्टमेन्ट, ल इन्भेस्टमेन्टको कुराहरू भयो, इन्भेस्टमेन्ट लेखिदेऊ अब है। अनि त्यसपछि चाहिँ यहाँ इन्भेस्टमेन्ट लेखेर यहाँ लेखिदेऊ। त्यसपछि आउँछ करेन्ट एसेट है। त्यसपछि आउँछ हाम्रो करेन्ट एसेट आउँछ, यो करेन्ट एसेट पनि लेखिदेऊ। अनि हाम्रो यो सबै गरिसकेपछि चाहिँ हाम्रो एउटा कहिलेकाहीँ आउँछ मिसलेनियस एक्सपेन्डिचर भनेर आइदिन्छ कि कहिलेकाहीँ है। मिसलेनियस एक्सपेन्डिचर भनेर आइदिन्छ, यो पनि यहाँ लेखिदेऊ है। अब यो लेखिसकेपछि चाहिँ हाम्रो आउँछ यहाँ टोटल एसेट्स आयो है, टोटल एसेट्स आयो। त्यसै गरेर चाहिँ अब हामी जाउँ इक्विटीको सेक्सनमा। यो हाम्रो टोटल एसेट्सको भयो, रफली छ, रफली भयो भने पनि बुझ कि यो यहाँ झ्याउलाइरहेछ कि झ्याउलाइरहेछ भन्दा पनि यो बुझिहाल्यो। यो मतलब हतारमा बनाएको भिडियो नि त, वान सर्ट छिटो गर्नु पऱ्यो। ओके, यो टोटल एसेट्स भयो। त्यसै गरेर चाहिँ अब यहाँ जाउँ इक्विटीमा सेयर क्यापिटल मात्र जान्छ। सेयर क्यापिटलमा कल्स इन एरियर घटाऊ है, सेयर क्यापिटल लेस कल्स इन एरियर घटाएर चाहिँ यहाँ लेखिदेऊ। ओके ल, त्यसपछि चाहिँ आउँछ रिजर्भ एन्ड सरप्लस। ओके, रिजर्भ एन्ड सरप्लसमा के जान्छ, यहाँ कसरी जाने त, जस्तो यहाँ चाहिँ अब यो बुझाइदिइहालौँ पहिला है। यो दुईवटा छ नि, यो दुईवटा जस्ताको त्यस्तै लेख। यहाँ के लेख, यो दुईवटा जस्ताको त्यस्तै, के भन्दा नन कन्ट्रोलिङ इन्ट्रेस्ट लेख, अनर अफ द कम्पनी लेख। त्यहाँ भएको एमाउन्ट यहाँ राखिदेऊ, कम्पनी भनेर यहाँ त्यहाँको एमाउन्ट चाहिँ के राखिदेऊ, यहाँ राखिदेऊ। त्यसै गरेर चाहिँ यहाँ के जान्छ, अर्को जेनरल रिजर्भ, सरप्लस जान्छ। यस्तै कुराहरू जान्छ, यहाँ भइहाल्यो। त्यसपछि यहाँ जान्छ लङ टर्म लोन जान्छ, यहाँ भयो। त्यसपछि चाहिँ अर्को हाम्रो जान्छ करेन्ट लाइबिलिटिज है, करेन्ट लाइबिलिटिज चाहिँ जान्छ। करेन्ट लाइबिलिटिज पनि यहाँ जान्छ। यसलाई टोटल गरेर चाहिँ हाम्रो यहाँ टोटल इक्विटी एन्ड करेन्ट
लाइबिलिटी गर्ने हो भने चाहिँ यहाँ टोटल आउँछ र यो ब्यालेन्स भयो भने चाहिँ हाम्रो एन्सर मिल्यो। ओके, यही नै फर्मेट हो, यो एक्चुअल फर्मेट हो, यो पुरै भनिदिइसक्यो। यही बाहेक अरू बाहिरबाट आउँदैन क्वेसन, यही नै हो है। यो बुझ्यौ नि यिनीहरू त, यति हो फर्मेट, अलि रफली भएको छ, टेन्सन नलिग। 8 मार्क्स आउँछ राम्रो तरिकाले गर, त्यो चाहिँ मैले हतारमा भने हो है। ल अब अर्को फर्मेट चाहिँ हामी क्यास फ्लो स्टेटमेन्टको गर्छौँ, डाइरेक्ट मेथडको। ओके ल।